सो गाइज ब्याक टु माई न्यू भिडियो अनि स्वागत छ मेरो भिडियोमा। हजुर सन्चै होला भनेर आशा छ। म पनि एकदम आराम छु। अनि आज हाम्रो साथीको बर्थडे हुनाले हामी जाँदैछौँ पार्टी हान्न। त्यही भएर यतातिर साथी छ, यो बर्थडेवाला साथी होइन, अर्को साथी आउँदैछ। बर्थडेवाला साथी चाहिँ माथि छ, हामी चाहिँ अहिले सामान ल्याउन जाँदैछौँ। किनभने धेरै जस्तो गाउँघरमा मिल्दैन धेरै जस्तो सामानहरू, त्यही भएर हामीले बजार जानुपर्छ। अहिले चाहिँ हामी बजार जाएर ठ्याक्क नि त्यो डाँडोमा जान्छु। अहिले चाहिँ हामी यता छु, यहाँ कार आउँदैछ जाँदैछ। सो गाइज हाम्रो भिडियो हेरिराख्नु होला है। सो हामी अहिले बजारको लागि निकलिसकेका छौँ, किनभने यो साथीको लागि फर्केको थिएँ, पैसा लिएर आइसक्यो। अहिले चाहिँ अर्को साथी चाहिँ पुरै गुन्डामा छ। ल यतातिर म पुरै कममा छु, उतातिर टङ्गो कुरै नगर। ल अहिलेको लागि यति नै, हामी राख्नुमा भेट्छौँ। सो गाइज अहिले चाहिँ हामी सामान किनेर ठ्याक्क नि यहाँ गाडी मर्सेर जाँदैछु। मैले अघि भिडियो बनाउन सकेन गाइज, सामान किन्नुको कारणले मोबाइलदेखि के गर्न हुनाले यहाँ नि। अनि अहिले चाहिँ हामीले यहाँ दही सही किनेर पानीको बोतल चाहिने सामान सबै किनेर गाडीमा हालेर ट्याक्कै नि हामी अहिले गाडीमा जाँदैछु। हेर्न सक्नुहुन्छ बजारदेखि ठ्याक्कै नि गाडीमा बसेर हो, हेर्न सक्नुहुन्छ अगाडिको सिन। हाम्रो दोस्त कस्तो हिप्पमा हेर, यहाँ म चाहिँ यतातिर आएर बसिरहेको। ल अहिले चाहिँ हामी डाइरेक्टदेखि घुम्न निस्किसकेका छु गाडीमा। ल अब हामी वहाँ पुग्यो भने भिडियो गराउनेछौँ। अहिलेको लागि यति नै। सो गाइज अहिले चाहिँ हामी गाडीदेखि निस्किएर ठ्याक्कै नि अब पिक्निकको लागि हामी यतातिर जाँदैछु। यहाँ ब्याग छ, यहाँदेखि हामी निस्किएर ठ्याक्कै नि अब यहाँदेखि जान्छौँ। हेर्नु सक्नुहुन्छ साथीहरू ठ्याक्कै नि यहाँदेखि बाटो छ, अरू साथीहरू उतातिर पुगिसक्यो। अनि हामी सामान लिएर बजारदेखि गाडीमा ठ्याक्कै नि उठेर अहिले भर्खर यहाँदेखि निस्किँदैछु। अब यहाँदेखि हामीलाई लगभग 15 मिनट लाग्छ पुग्नलाई। पुग्यो भने ठ्याक्कै नि हामी भिडियो आज स्टार्ट गर्नेछौँ। त्यतिसम्म हाम्रो भिडियोमा जोडिरहनु। बाई। सो अहिले हामी आज निस्किसके, हेर्न सक्नुहुन्छ यही साथीको लागि पर्खेको थिएँ आफ्नै टालमा। म धेरै आफ्नै टालमा हेर, यतातिर गोरु सनाए ऊ हेर न, त्यो हेरेर हामीसँग। म त यहाँ डरले त्यसको ढुकढुक भइरहेको छ। म त यहाँदेखि जान्छु बरु। सो गाइज भर्खर हामी पिकनिक गर्ने ठाउँमा पुगिसकेका छौँ, तर आधा जना आएका छैन। हामी चाहिँ सामान लिएर यतातिर पुगिसकेका छौँ। यो सिनमा आउन खास कारण भनेको यो भ्यूका लागि हो, यो भ्यूका लागि हो। सो अहिले चाहिँ भर्खर गल्तीमा म त हामीले पस्न वरिपरि पानी बन्ने जस्तो भइरहेछ गाइज। पिकनिक पनि के भन्नु, अब पिकनिक भन्ने जस्तो ल अहिले चाहिँ हामी यति नै। अब साथीहरू हेरौँ कतिखेर आउँछन्, त्यसपछि भिडियो स्टार्ट गर्नु पर्ला। सो गाइज मैले बिचमा भिडियो बनाउनु पाएन, किनभने चाहिँ यतातिर पानी परेर पुरै खत्तम छ भन यार। अहिले भर्खर नमाइको भिडियो, यहाँ यतातिरको पानी स्वाटै घुमेर त्यो के त्यतातिर गएको छ। अहिले चाहिँ हेर्न सक्नुहुन्छ यहाँ हाम्रो केटाहरू यतातिर पिकनिक गरेर आएको छन्। म चाहिँ माथि आएको थिएँ पौरामालाई, देख्न सक्नुहुन्छ। ल देख्न सक्नुहुन्छ अहिले चाहिँ यतातिर यस्तो चलिरहेछ। आज बिना यतातिर गरिरहेछ। म चाहिँ यतातिर छु, हेर्न सक्नुहुन्छ। हाम्रो 80 ग्रुप मिलेर पिकनिक बनाउनु आयो। बर्थडे चाहिँ यसको, सबले बर्थडेमा ह्याप्पी बर्थडे लेखिदिनु होला कमेन्टमा। थ्याङ्क यू। यसले लेख्छ।